हाम्रो नाटकको पात्रहरू रमिला 70 वर्षीय स्त्री जो 10 वर्षदेखि आश्रममा बस्दै आइरहनु भएको छ। सरिता जुन 61 वर्षको स्त्री जो 9 वर्षदेखि आश्रममा बस्दै आइरहनु भएको छ। नानी ठकुर 70 वर्षको स्त्री जो 10 वर्षदेखि बस्दै आइरहनु भएको छ। नर्सहरू, सहयोगी कर्मचारी र राम सहयोगी कर्मचारी, टेलर सबैजना दिउँसोको समयमा कौसीमा बसिरहनु भएको छ। खाजा खाने समय हुँदैछ, सबैजना बसेर कुराकानी गर्दै हुनुहुन्छ। रामे ओ रामे यता आइज त। हामी के भन्छ नि बुढीहरू, हिजो भर्खर डाक्टरले त्यत्रो सुगर बढायो भनेर थाहा छैन? त्यो चोर बजारको डाक्टरले के भन्छ, के मर्ने बेलामा हरिया काँक्रा खाने हो भने यो रामे चाहिँ कहाँ मरेछ? रामे ओ रामे यता आइज। जेरी नै खाने छ भने बरु आफै बजारबाट गएर ल्याए हुन्थ्यो नि, एक्सर्साइज पनि हुन्थ्यो। मान्छेलाई एउटा जेरी पनि खान दिँदैन यो बुढी माउले त। रामे त चाहिँ कहाँ हो? यता आइज छिटो। राम हस्याङ फस्याङ गर्दै दौडदै आउँछ। आमा बोलाउनु भएको हो? अनि त अघिबाट बोलाएको त कहाँ मलाई थियो? जा गएर जेरी लिएर आइज। डक्टरले नर्सले त नखानु भन्नुभएको होइन फेरि? खानुहुन्छ फेरि? केही हुँदैन के, स्टुडाको त पनि खाजा भनेका नमानीहरू यस्तै हो। आफू त फलफुल खाइन्छ, बजार पनि जान्छु, बरु एक्सर्साइज पनि हुन्छ। नानी ठकुर झोला बोकेर बजारतिर जान्छन्। केही समयपछि राम पनि जेरी लिएर आइपुग्छ। भान्साबाट जेरी प्लेटमा हालेर आमाले भने चाहिँ बाक्लो चिया बोकेर आउँछ। ल आमा जेरी टक्ट्याए। ल आइज सरी लिएर खाम आइज। जेरी र चियालाई देखेर आमाहरू हँसिलो मुख पार्छन्। रमिला र सरिता दायाँ बायाँ नहेरी गुलियो जेरी र बाक्लो चिया मिठो मानेर खान्छन्। केही समयपछि उनीहरूलाई झुप भएर लाग्छ। ओ रामे आइज त, यो प्लेटहरू लिएर जा। सक्ने काम त आमाले नि यति त गर्नु सक्नुहुन्थ्यो। अनि तेरो काम चाहिँ के त? म त सुत्न गएँ, धेरै बोल्दो रहेछ आजकलका बच्चाहरू। सरिता र रमिला